साथीहरू, आज फेरि पूर्व योग्यता परीक्षाको एउटा जिके खण्डको हामी मोडल लिएर आइसकेछौँ। ल भिडियो ढिला नगरिकन स्टार्ट गरौँ ल। आजको हाम्रो पहिलो प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय तिथि रेखा कस्तो हुन्छ? तपाईँहरूको अप्सन रहेको छ पूर्ण वृत्तकार, वृत्तकार, बाङ्गो टिङ्गो या सिधा। अन्तर्राष्ट्रिय तिथि रेखा कस्तो रहेको छ? साथीहरू, यसको सही जवाब हो अप्सन सी, बाङ्गो टिङ्गो। त्यस्तै अर्को प्रश्न रहेको छ, नेपालको कुल क्षेत्रफलको कति भूभाग नदीले ओगटेको छ? तपाईँको अप्सन रहेको छ 3.9%, 3.09%, 7.06% या 7.6%। नेपालको कुल भूभाग कति प्रतिशत नदीले ओगटेको छ? साथीहरू, यसको सही जवाब रहेको छ अप्सन ए, 3.9%। त्यस्तै आजको तेस्रो प्रश्न रहेको छ, सिन्धुलीपछि सबभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो? तपाईँहरूको अप्सन रहेको छ काभ्रेपलाञ्चोक, मकवानपुर, ललितपुर या रामेछाप। सिन्धुलीपछि सबभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो? यसको सही जवाब रहेको छ अप्सन बी, मकवानपुर। त्यस्तै अर्को प्रश्न रहेको छ, जलवायु परिवर्तनको प्रभाव बारेमा विश्वको ध्यान आकर्षण गर्न नेपालमा बसेको मन्त्री परिषदको बैठक कालापाथरमा कहिले बसेको थियो? तपाईँहरूको अप्सन हो 2065 मङ्सिर 19, 2066 मङ्सिर 20, 2066 मङ्सिर 19 या 2065 मङ्सिर 20। कालापाथरमा मन्त्री परिषदको बैठक कहिले बसेको थियो? साथीहरू, यसको सही अप्सन रहेको छ 2066 मङ्सिर 20 गतेको, अप्सन बी। त्यस्तै अर्को प्रश्न रहेको छ, सर्वप्रथम ओजोन तह पताल्दै गएको कुरा पत्ता लगाउने वैज्ञानिक कुन हो? तपाईँहरूको अप्सन रहेको छ थोमस मिड, जेसी फायरम्यान, डोबसन या ग्रेट गोल्डन। ओजोन तह पताल्दै गएको कुरा पत्ता लगाउने व्यक्ति। साथीहरू, यसको सही एन्सर रहेको छ सेरोलान्ड, यो डी। त्यस्तै अर्को प्रश्न रहेको छ, विश्वको इतिहासमा पुनः जागरणको सुरुवात कहाँबाट भएको हो? तपाईँहरूको अप्सन रहेको छ ए, फ्रान्स, बी, बेलायत, सी, इटाली या डी, अमेरिका। पुनः जागरणको सुरुवात कहाँबाट भएको छ? साथीहरू, यसको सही जवाब रहेको छ ए, फ्रान्सबाट। त्यस्तै सातौं प्रश्न रहेको छ, नेपालमा सर्वप्रथम राजदरबार स्थापना गर्ने राजा को थिए? तपाईँहरूको अप्सन रहेको छ प्रचण्डदेव, अंशुवर्मा, मानदेव या खलबर। राजदरबार स्थापना गर्ने पहिलो राजा को रहेछ? साथीहरू, यसको सही जवाब रहेको छ ए, अंशुवर्मा, बी। त्यस्तै आठौं प्रश्न रहेको छ, प्रथम मल्ल राजा अरिदेव मल्ल पछि राजा हुने उनका छोरा को हुन्? अप्सन रहेको छ ए, अभय मल्ल, यक्ष मल्ल, अम्बर मल्ल या रत्न मल्ल। अरिदेव मल्लका छोरा कुन हुन्? अरिदेव मल्लका छोरा रहेको छ ए, अभय मल्ल। त्यस्तै नवौं प्रश्न रहेको छ, देखाइको मध्ये कुन नाच गुरुङ समुदायमा प्रचलित रहेको छ? ए, घाटु नाच, बी, साकेला नाच, सी, सेलो नाच या सी, डी, तरबार नाच। गुरुङ जातिसँग कुन नाच सम्बन्धित रहेको छ? यसको सही जवाब हो ए, घाटु नाच। त्यस्तै 10औं प्रश्न रहेको छ, एक मात्र ईश्वर अल्लाह कुन धर्मसँग सम्बन्धित रहेका छ? तपाईँहरूको अप्सन रहेको छ ए, जैन, बी, इसाई, सी, बौद्ध या डी, इस्लाम। यसको सही जवाब रहेको छ डी, इस्लाम। त्यस्तै 11औं प्रश्न रहेको छ, 16 योजनाको अन्त्यसम्म नेपालको गरिबीको रेखामुनि कति जनसङ्ख्या पुग्ने लक्ष्य राखिएको छ? तपाईँहरूको अप्सन रहेको छ 12%, 11%, 0% या 5%। 16 योजना अनुसार नेपालको गरिबी कतिमा झार्ने भएको रहेछ? यसको सही जवाब रहेको छ अप्सन ए, 12%। त्यस्तै 12औं प्रश्न रहेको छ, सबै कृषि गणना 2065 कहिले जारी गरिएको थियो? कृषि गणना
कहिले जारी गरिएको थियो? यहाँ अलि मिस्टेक भयो होइन, सबै होइन, यो 7औं हो। 7औं कृषि गणना 7औं होइन, कृषि गणना कहिले जारी गरिएको थियो भने यसको सही प्रश्न रहेको छ अप्सन ए 2069 वैशाख 6 देखि होइन जेठ 19 सम्म। त्यसै 13औं प्रश्न रहेको छ नेपाल डब्ल्युटिओको कति हो सदस्य मुलुक हो? अप्सन रहेको छ 141, 154, 144 या 137। साथीहरू यसको सही जवाब होइन 147औं रहेको छ। अप्सन अलिक मिस्टेक भएको छ। नेपाल होइन डब्ल्युटिओको 147औं राष्ट्र हो। ल